लगाइज आज चाहिँ म टक्क बिहान बिहान उठेर चिया खाएर अनि कोदालो लगेर आलु खन्न जाँदैछु। अनि म यता कोदालो खोज्दैछु भगाएर आउँदै। अनि यता भैँसी खान सबै ब्याउने भैँसी हुने चाहिँ यहाँ 3वटा है। घाँस काट्न चाहिँ आज मेरो भागमा परेन। आज चाहिँ मेरो भागमा छ आलु खन्ने काम। अनि आलु खन्नको लागि कोदालो भेटेन यहाँ। आमा कोदालै भेटेन। अनि म यहाँ कोदालो खोज्दैछु अहिले आलु खन्नलाई। देख्न सक्नुहुन्छ यता। आमा ए यहाँ रहेछ। कोदालो फाइनल्ली भेटिसक्यो। अब म चाहिँ आलु खन्न आलुबारीमा जाँदैछु। बिहानको लगभग अहिले 8 बजिसक्यो है। अनि म यहाँबाट टक्क 2वटा कोदालो बुवा माथि हुनुहुन्छ कुखुरामा। अनि बिहान बिहान रिसाउनुहुन्छ है, फोन चलाउने फोन हेर्ने भनेर। अनि बाह्रमा चाहिँ टक्क अहिले आलुबारीमा जाँदैछौँ। 2वटा कोदालो डालो सालो। आमा केही भनिदिनुहोस् त, एउटा 2टा गरेर केही भनिदिनुहोस् त। म काम गर्छु कि नै गर्छु ती देख्न गाइज। अब हुन्छ यहाँ। म अब आलु खन्न बारीमा पुगेँ। आमा आलु कति हाल्यो भनिदिनु त। के भन्नु आलु कतिको हाल्यो? आलु त जतिबित्ती फलेछ। कति केजी ल्याएर लागेको यत्रो भयो आमा? 5 केजी लागेको। 2 मेरी हुन खोजेको। हो 5 मिनट लाग्यो। 5 किलो लागेको 2 मुरी हुन लागिसक्यो। आज अझै धेरै खन्न। फाइनल्ली यो आज त्यो लागेको सबै यो आलुबारी खनेर सकियो। अनि अब भर्खर सकियो। लगभग 2 घन्टामा चाहिँ सकियो। अनि आलु चाहिँ तपाईँलाई देखाउँछु। लगभग 4 केजीदेखि 5 केजी लागेको आलु है। अहिले चाहिँ लगभग कति भयो? फागुन चैत वैशाख जेठ। फागुन चैत अहिले त वैशाख चलिरहेको। 3 महिनाको अन्तरालमा आलु चाहिँ यति भइसक्यो। यो ढोरले ढोरपाटनबाट ल्याएको बिउ। अनि कसैलाई चाहियो भने चाहिँ सम्पर्क गर्नु। अनि यता कुखुरा चाहिँ हुँदैछन् अहिले। अनि आलु एकदमै हेरेर लाइक सब्सक्राइब गर्नु। आजको काम भनेको हाम्रो यहीँ भयो आलु खन्ने। अनि अब कपडा सपडा नुहाउन लास्ट माटो भइसक्यो। अनि नेक्स्ट अब के काम गरिन्छ त्यो ब्लग लिएर आउँछु म फेरि नि। अनि बाबु आइजा त केही भन्दै। कति खा आलु? आलु धेरै छ? के भन्न चाहन्छ दर्शकहरूलाई? लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला।